बाँच्न चाहन्छु आमा मलाई त्यो गरेर पिटेर मार्छन् आमा म जाँदिनँ आमा जस्तो छ फोनमै बताउँछु त्यहाँ पुगेसी जे जस्तो छ फोनमै बताउँछु त्यहाँ पुगेसी जे जस्तो छ फोनमै बताउँछु त्यहाँ पुगेसी जे जस्तो छ फोनमै बताउँछु यहाँ आएर मोबाइल खेलाएर बसिछस् तेरो बाआमा आएर गरिदिन्छन् काम आमा जे जे भन्नु छ मलाई भन्नुहोस् किन मेरो बुवा आमालाई सुनिन्छ मुखमुखै लाग्छ यस चोखाले छटपटी यति छुटेन मनैभरि छटपटी यति छुटेन मनैभरि छटपटी यति छुटेन मनैभरि छटपटी यति छुटेन भागी छु मेरो दाइ
सासु देखे बस्न नपाई टुसुका मलाई देख्दा सासु आमा किन ठुसुका 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 माइतीसँग आजसम्म ढाके दुःख आँसुलाई माइतीसँग आजसम्म ढाके दुःख आँसुलाई म केही भन्न सक्दिन भाइ सोध्नु सासुलाई 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 लौ त आमा भन्नु सब केही कुरा नलुकाई लौ त आमा भन्नु सब केही कुरा नलुकाई बोल्न पनि सकिन साह्रै मन दुखाई 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 किन यति चर्को स्वर हो गाडो बहिनी दिनीको किन यति चर्को स्वर हो गाडो बहिनी दिनीको रुने बाहेक के काम छ र अलछिनीको 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 कस्तो संस्कार हो र आमा कि चेतनै छैन र कस्तो संस्कार हो र आमा कि चेतनै छैन र हजुरकै छोरी जस्तै बुहारी होइन 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 र सकिन दाइ यो घरका वार्ताला गरेर सकिन दाइ यो घरका वार्ताला गरेर बिहान गएका पै पर्ने आए टिल्ला परेर 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 गएका सुकिन धर्छेस लाउन खाना दिएकै छु गएका सुकिन धर्छेस लाउन खाना दिएकै छु कोही सम्झाउनु पर्दैन म जे छु ठिकै 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 छु सधैँ यस्तै पुग्ला र खोइ जुनी काट्न गाह्रै छ सधैँ यस्तै पुग्ला र खोइ जुनी काट्न गाह्रै छ ज्वाइँ भन्न नि शरम लाग्ने हुनु भारै 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 छ आफ्नो खाछु आफ्नै लाछु कस्तो खालको गोर्की हो
प्यारो मलाई तुर्की हो तिम्री बहिनी भन्दा प्यारो मलाई तुर्की हो तिम्री बहिनी भन्दा प्यारो मलाई तुर्की हो सिक्न पर्छ अलिकति कुलको इज्जत गर नानी सिक्न पर्छ अलिकति कुलको इज्जत गर नानी म आफैलाई अप्ठ्यारो भो नजिक पर 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 नानी मलाई नि भर छैन यस्ता दुईटा तिनटा भाषेको मलाई नि भर छैन यस्ता दुईटा तिनटा भाषेको शुभ हुँदैन कहिल्यै घरमा पोथी बासेको 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 दोषी हुँदै मेरो लागि भाग्य लेख्ने लेखिनाई दोषी हुँदै मेरो लागि भाग्य लेख्ने लेखिनाई मिठो वचन पाइन माइती छोडेदेखिलाई 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 मुनले रहेछि ससुर खै काम नकाजके औतारी मुनले रहेछि ससुर खै काम नकाजके औतारी यसका गर्दा सोझो छोरो हिँड्छ भौतारी 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 जे हुन्छ राम्रै हुन्छ लैजाऊ तिम्रा खलका जे हुन्छ राम्रै हुन्छ लैजाऊ तिम्रा खलका बस्ने मन छ मलाई पनि एक्लै अलका 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 वचन लाउँदा रहेछन् आमा कुरा मानि सानो वचन लाउँदा रहेछन् आमा कुरा मानि सानो छैनन् आमा बहिनीको त खयो भानो 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 पाकै आउँछ पछुतले
थाकेमा भन्छ भन्छी बहिनी बोकी बाटो लागेमा 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 आफ्नो घरको इज्जतको लागि एक अबोध नारीले आफ्ना मनभित्रका दर्दहरू लुकाउन बाध्य हुन्छन्। त्यसैले हाम्रो समाजमा यस्ता खालका घटनाहरू बारम्बार दोहोरिरहेका छन्। हिंसा हिंसा नै हो, कोही कसैले पनि लुकाउन नखोजौँ, त्यसो गर्दा नराम्रो दुर्घटना नहोला भन्न सकिँदैन। त्यसैले दुर्घटना भइसकेपछि पछुताउनुभन्दा समयमै दुर्घटनाबाट बच्नको लागि आम नारी हिंसाको ठाडो विरोध गर्नुहोस्। नारी सृष्टि हुन्, सृष्टिको सम्मान सबैले गर्न सिकौँ। दोषी हुँदै